सबैजनालाई मेरो नमस्कार छ साथीहरू। आज म यतिखेर हामी यो पारी मतिपुर हरिहरपुर भन्छ त्यता जाने पुलको छेउनिर छौं। देख्न सक्नुहुन्छ। यहाँ आएर आज भिडियो बनाउँदै छु। मेरो भिडियो कस्तो हुन्छ हजुरहरूले लास्टसम्म हेरेर साथ दिनुहुन्छ भन्ने म आशा गरेकी छु। देख्न सक्नुहुन्छ यहाँ तिनाउ नदी पुल है। यसको लम्बाइ 200 मिटर छ है। ल अब हामी यो पुल तरेर हामी पारी कहाँ जाँदैछौँ दिजु? अब हामी डिङ्गनगर निस्कन्छौँ है त। मतिपुरबाट हरिहरपुर मतिपुर यता हो। हजुर अब यहाँबाट हामी अब डिङ्गनगरतिर जानलाई पारी। हजुर हजुर पुल लामो छ। ठिकै छ, त्यति लामो त होइन, 200 मिटर ठिकै हो। पहिला भन्दा त कति सजिलो भयो नि त हो। ए यहाँबाट त गाडीहरू कति बगायो, मान्छे कति बगायो वारीपारी गर्दा। हजुर यहाँ वारीका पारी पारीका वारी नगइ नहुने। हजुर यहाँ त एउटा कति दुःख थियो यो पुलले। दुःख थियो। ठुलो विकास गरेछ जान आउनलाई। जाने आउनलाई विकास भयो त। यहाँ पारी त फ्याक्ट्री पनि रहेछ है, सिमेन्ट फ्याक्ट्री हो त। बालुवा सिमेन्ट फ्याक्ट्री रहेछ क्या हो त्यहाँनिर चाहिँ। हामी उता गइएन। यहाँ यो भर्खरै बनेको पुल हो क्या, नयाँ पुल। यसो कस्तो रहेछ भनेर हामी हेर्न आएको थियौँ। अहिले ठुला गाडी हिँडेको छैनन् है। यहाँ सानो सानो गाडी मात्र हिँडेको छ। केला होला भर्खरै यो ठुला गाडी नहिँडेको दिजु। ए बनाउँदै भएर पुरा कम्प्लिट नभएर होला। तर यो पुल बनेदेखि धेरै एकदम सुविधा भएको छ। बर्खामा त पहिला पहिला कतिजनालाई वारीपारी गर्दाखेरि बगायो, धेरै घटनाहरू घटे साथीहरू। ला के गर्ने, तिनौ खोला हो एकदम। पानीको एउटा हो होइन। त्यही त हामी पनि पहिला पहिला के तिनौ खोला बढी खान हेर्न आउने। पानी पारी पारी घरसम्म जान्थ्यो कि। अहिले हेर्नु यो बुटोलमा पानी नपरेर ल तिनौ खोला हो कि यो मरुभूमि होला। देख्न सक्नुहुन्छ हेर्नु त, ठ्याक्कै सुक्खा छ ल साथीहरू। ल चराले खानलाई पानी पनि छैन, पुरा मरुभूमि भइरहेछ खोला। ए बा अचम्मै लाग्यो कि मलाई त आज त। खोलामा एउटा थोप्लो पानी नदेख्दा देख्न सक्नुहुन्छ हेर्नु न, ठ्याक्कै यो तिनौ खोला हो। हजुरलाई मैले फेरि माथिको एउटा पुल देखाउन जाँदैछु है साथीहरू। त्यो मगरघाटको पुल हो। अझ फेरि अर्को पुल कहाँनिर छ त? त्यो यो पश्चिमतिर जाने पुल अझ माथि पऱ्यो। एउटा पुल चाहिँ माथि मगरघाटको पुल रहेछ है। वहाँ पनि रहेछ है साथीहरू। ए पहिला त्यो पुल तरेर आउनु पर्थ्यो वा यता मतिपुर आउन। ए ठिक ठिक ठिक, त्यही त नि। यस्तो छ, यस्तो अवस्था छ ल। अहिले यहाँ ठुला गाडी हिँडेको छैन भन्नुभएको दिजुले। यहाँ पुल बनेको थाहा पाएर हामीलाई फेरि यसो आउन मन लाग्यो, आइयो। तर चक्क परियो। नाम तिनौ खोला, तिनौ खोला पानी नहुँदा अचम्म लाग्यो है साथीहरू आज त। घाम भयो सानुलाई घाम भयो। दिजु थाक्नु भयो कि हिँड्दा हिँड्दा? कहाँ ढुङ्गो? पारी त ऊ त्यो रातो टस लाग्यो मुनतिर हेर त ढुङ्गो। किन दिजु? ए देखेँ देखेँ। ए पौडी खेल्नलाई? ए एकखेर केटाकेटी जति यहाँ त दिन त कहाँ त्यस्तो थियो, जङ्गल थियो। बल्ल बल्ल आएर केटा देख्न सक्नुहुन्छ ढुङ्गो छ नि, त्यहाँबाट केटा त्यहाँबाट रमा फुङ्गाल्थे अरे के देखाएँ मैले, देखाएँ पारीको ढुङ्गा के फुङ्गाल्थे। त्यसरी फुङ्गाल्थे। अहिले त पानी छैन। यस्तो
खान नभएकै ठिक किन त्यस्तो त भन्नु भएन नि नानु पानी नभए होइन किनकि फेरि पानी भएपछि बगाउँछ होइन बगाउनु बगाउनु पनि पानी पनि जरुरत छ नि त खेतीपातीमा लाउनलाई पारी माथि माथि हान्छ ओ यिनी पारी पुरा अब बर्खामा त पुरा माथि माथि हान्ने हो नि अहिले पो यहाँ नभएको अन्त एसीमा बस्ने पानी भयो के एसीमा अब यसलाई तिनौँ खोला नभनेर मरुभूमि खोला भन्नुपर्छ क्या होइन चराले खाने पानी पनि भएन कि खान पुरै आफूलाई बेजोग तातो अरूले गर्छ हाँसे हौ खुसी भयो होइन पुल तर्न पाउँदा खुसी भयो क्या तिमीहरू हजुर मामा स्कुल जान पनि नपरेको है डुलेखा कति सानो सानो बाबुहरूले स्कुटी लगाएका कस्तो छोडिदिएको आमाहरूले पनि त्यत्रो बच्चालाई तँ पनि होला मैले चाहिँ यो सानो बच्चालाई यो गाडी दिएको चाहिँ मन पर्दैन सिक्न त उनीहरूलाई सिक्न पर्छ तर एउटा टाइम हुन्छ उनीहरूलाई सिक्न दिने पनि बाख्रा पनि आयो है त्यहाँ त हेर त मुनिपाठीहरू नमिले के दुर्गा त्यसो लाने हो कि हजुर फुलमा बाख्रा चरिरहेछन् हावा खान्छन् सही भन्नु हो नि त हावा खान्छन् त्यही त हावा कस्तो राम्रो आएको कि यहाँ मुनिपाठी पाठी हो कि पाठो पाठी है यता हो यति सुविधा भयो अहिले त यति जनताहरू यति खुसी भएका छन् यहाँ पुल भनेर है साथीहरू अब ठ्याक्क यता हजुरहरूले पारीको गाउँ देख्नु भएको नि त्यो चाहिँ डिङ्गनगर पर्छ है मैले हजुरहरूलाई पारी मतिपुर हुँदै पुल तर वारी डिङ्गनगरतिर फर्किँदाखेरिको भिडियो हो है साथीहरू यो अझै पुल कम्प्लिट नभएर होला यहाँ चाहिँ बार लगाइरहेको छ देख्न सक्नुहुन्छ तिमी फेरि उता त्यत्रो बाटो हुँदा हुँदै त्यस्तो गर्न मन लाग्छ र बिठाइँदा गर्नै पर्छ है खान्छौ बिठाइ गरेको तिमीले अब यहाँबाट तलतिर गइन्छ फेरि उता स्केटिङ खेल्ने ठाउँ छ बच्चाहरूको त्यता गइन्छ हामी चाहिँ यो सबै पुल तरेर वारी आइसक्यो अब हामी यहाँबाट डिङ्गनगरतिर लाग्छौँ है कता आउँदैछु नास्ता खाने भनेको यतापट्टि 1 नम्बर कति पर्यो र यो 4 हो तिलोत्तमा ए त्यहाँको कार्यालय त्यहाँ हो यो डिङ्गनगर तल्लो डिङ्गनगर भन्छ ए हजुर खोलापारी फेरि विष्णुपुर त्यहाँबाट खोलो छ नि त ए हजुर 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 मम्मी धेरै उस्ना गर्नु त देख्न सक्नुहुन्छ यो तिलोत्तमाको तिलोत्तमा नगरपालिका वडा नम्बर 4 कार्यालय यहाँ आइछ तिलोत्तमाको
सिरी जान जति क्लब पनि रहेछ है त्यहाँ जनजाति क्लब बाबु उ गर्न आउँछ नि त्यो यहाँ खेल्ने ऊ खेल्नलाई हँ खेल्ने हेर त फुटसल खेल्नेहरू ए खेल माथि नि अँ त्यस्तै खेल्ने ऊ हरियाली ऊ के तिलोत्तमा पार्कमा जस्तै खेल्ने त्यहाँ ए त्यहाँ छ नयाँ बनाएको छ ए हजुर हजुर हरियाली पार्क त्यहाँ हो होइन हरियाली पार्क हामी तिलोत्तमा पार्कदेखि तल हो ए तल हो हजुर हजुर हेर्न सक्नुहुन्छ है हजुरहरूले साथीहरू आज मैले हजुरहरूलाई कता कता डुलाइरहेको छु खोलामा आऊ 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 मे ल गए यस्तो पनि देख्न पाइन्छ बाख्रा साख्रा देख्न पाइन्छ ए अँ खेल्छन् हजुर खुसी भयो है डुल्न पाउँदा त भनेर त कति राम्रा घर गरे यहाँ त जङ्गल हो नि त्यसलाई है पहिला जङ्गल हो सबै हो नि त अहिले देख्न सक्नुहुन्छ यति राम्रा राम्रा घर बन्दै गएछन् ढिङ्गा नगर बगर क्षेत्र थियो पहिला है होइन बगर जस्तो त थियो बगर खोलो त्यो चिन्थ्यो अब हामी यहाँ कहाँनिर जोडियौँ बुझ्यो हामी बुटोलबाट माइकोरमा आउँछौँ नि त्यही लाइन होइन यो टक्क मिलिजुली टोल विकास संस्था सिम आइएछ हामी झर्ने ठाउँ यहाँ थियो पहिला अब यता सुन हामी फेरि यहाँ तल्लो नगर विष्णुपुरतिर लाग्दै हामी यहाँदेखि साथीहरू कतिसम्म छ 30 छ होला 31 31 30 कि 31 आज 21 हो न बगर भएको ठाउँमा यस्ता यस्ता घर बनेको ठ्याक्कै होस् 300 पानी लाग्छ नै होइन अब घर आइसक्यो पानी किन चाहियो र घरमा गएर पिउनु पर्दैन छोरीको घर यहाँ अन्नपूर्ण घर खुसी त दिजु हाम्रो क्या ए दिदी छोरी हो अनि मैले हजुरलाई पुरै यता टिङ्गनहरूको दृश्य देखाउँदै अहिले यहाँ आएँ फेरि यहाँ बच्चाहरूलाई भोक लाग्यो अरे त्यो फुल हेरेर आएका यिनीहरूलाई खाना खानलाई असाध्यै भोक लाग्यो अरे यिनीहरूलाई त्यही भएर नास्ता खुवाउन लान पर्यो होटलतिर नास्ता खाने भने के नास्ता खान्छौ त नि चिकन चाउमिन चिकन चाउमिन खाने हजुर दाइहरूले मलाई हामी चाहिँ यहाँ होटलमा नास्ता खान जाँदैछौँ चाउमिनको अर्डर दिएर म बुहारी आएर बसेको छु यस्तो गर्मी छ नि त्यहाँभित्र अब त्यहाँभित्र बसेर खान पनि सकिएन अब घरमा लगेर खाने मिराइ गरियो साथीहरू हामीले चाहिँ हिँड्दा हिँड्दा है पुलमा अनि यो डिङ्गनहरूको बाटो पनि हिँड्दै आइयो हामी यहाँसम्म अब हामी घर पुग्नै आँटिसकेका छौँ हजुरहरूले यति बेरसम्म हाम्रो भिडियो हेरेर साथ सपोर्ट गर्नुभयो हजुरहरूलाई सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु अब म फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै यो भिडियोबाट बिदा भएँ है त साथीहरू बाई बाई